रामनवमीको दिन चाहिँ आज सबैजना पिकनिक गएको। आशा दिदी सामानहरू ड्याम्मै छ, चटाईहरू ड्याम्मै सामानहरू लगाइसकेको छ। हामी चाहिँ घरबाट हिँडेर पनि आधी बाटो आइपुग्यौँ। जानु बजारभित्र पसेछ अनि मामाले बजारमा भने कि छुटेर गएन। जान्छ हामी बजार आइपुगेको छौँ। हामी चाहिँ पिकनिक खेल्नेको नजिक छेउमा आइपुगेको छौँ। हाम्रो अघि चाहिँ मामा स्कुटीमा जाँदैछ, मामा र टिकराम दाजु साथी हो। हामी चाहिँ पिकनिक स्पटमा पनि आइपुग्यौँ। मैले चाहिँ आया यो बोकिरहेको छु। आया कस्तो दुख्यो। पारी सस्तो होला नि। पारी त टिकट भानिस काट्नु ल। पारी त कहाँ हाम्रो माइला त छैन त, अलिकति मात्रै छ त क्यान्टिन पनि। बक्स बोकाइ खतरा छ, सिलिन्डर बोकाइ पनि खतरा छ। साथी हो हामी चाहिँ चट्टाई पनि बोकिकन गएको थियौँ नि त हो। चट्टाईहरू ओसाउँदैछौँ हो। चट्टाईहरू ओसाएर चाहिँ त्यहाँबाट चाहिँ मजाले बसेर खानु चाहिँ मजा आउँछ नि। अब चाहिँ हामी पिकनिक खाएर पनि फर्केको होइन काका? मजा आयो। मेरो त हातमा लगाइरहेको छ चाहिँ। फाइनली हामी चाहिँ घर पनि आइपुग्यौँ। मेरो भिडियो हेरिदिनुहोस् होला, मन परेमा लाइक शेयर कमेन्ट पनि गरिदिनुहोस् होला गाइस। टाटा बाई बाई, सी यू नेक्स्ट भिडियो।